होइन मैले अस्ति अहिले युट्युबमा पनि अहिले चलिरहेछ त्यो फिल्म बेहुली फ्रम मेघौली। ए त्यो फिल्म गर्दाखेरि चाहिँ मलाई हुन्छ नि काम गर्दाखेरि पनि मजा आएको थियो। हलमा जानै छोडिसकेको हो होइन। जब लुट फिल्म आइसकेपछि हलमा जाने जब बानी पर्यो नि, बानी परेपछि फेरि अर्को फिल्म के आइदियो, अब जुन चिजलाई समाजले पचाउनै सकिरहेको थिएन त्यस्तो चिज आइदियो के हुन्छ नि। रिह्याब सेन्टरबाट दाइ जब निस्किन्छ त्यो निस्किने बेलामा कस्तो त्यो सुधार गृहबाट निस्किने बेलामा दाइको टी सर्टमा चाहिँ मैले नो स्मोकिङ भनेको थियो, तर निस्किने बित्तिकै दाइले चाहिँ होइन चोट सल्काउनु भएको थियो क्या। तर जहाँसम्म लाग्छ अहिले हामीसँग समस्या भनेको स्क्रिप्टको मात्रै हो, नत्र भने मेकिङमा, कलाकारमा, प्राविधिकमा नेपाल कमजोर छ। जब त्यसपछिको सरकारहरू आए, फिल्मप्रति हेर्ने दृष्टिकोणहरू नै राम्रोसँग उनीहरूले यो फिल्मलाई चाहिँ उद्योगको मान्यता दिएर यसलाई चाहिँ अब यो तरिकाले प्रोत्साहन गर्नुपर्छ भन्ने एउटा ठोस कार्ययोजना अब सरकारमा पनि देखिएको छैन। अब माग्नेले अब फिल्म क्षेत्रको हकको लागि माग्नेले त मागै छन्। अब फिल्म लाइनमा के चाहिएको छ र फिल्म लाइन के गर्दा राम्रो हुन्छ भनेर विज्ञबाट सुझाव लिएर त्यो सुझावलाई चाहिँ नेपाल सरकारले चाहिँ अब लागू गर्न सक्यो अथवा त्यो चिजहरू चाहिँ गर्यो भने चाहिँ बल्ल अलिकति चाहिँ नेपाली फिल्म चाहिँ बामे सर्छ। अब सेन्सर कि म मान्दिनँ भन्नु पऱ्यो। यो सेन्सर बोर्डै चाहिएन नि त। आखिर सेन्सरले नै काम नगर्ने भइसक्यो, सेन्सर किन चाहियो? Hello everyone, namaste. This is Santa Sangram and the OG. We are having another episode of चहल पहल को अर्को एपिसोड लिएर हजुरहरुमा आज उपस्थित भइसकेका छौं र आज स्टुडियोमा गफ गर्नको निम्ति एउटा यस्तो व्यक्तित्वलाई उपस्थित गराएका छौं जोसँग गफ गर्नको निम्ति म आज आफै पनि एकदमै एक्साइटेड भएको छु। नायक तथा नेपाली मुभी जगतका के भन्छ नेपाली चलचित्र जगतका एउटा यस्तो तारा नायक तथा मोडल धेरै सयौं चाहिँ म्युजिक भिडियोहरुमा पनि दिइसक्नु भएको छ। आदरणीय दाइ अमीर गौतम दाइको गरिमामय उपस्थिति भएको छ। यस्तै हो दाइ। वेलकम दाइ। थ्यांक यू। के छ दाइ, आराम हुनुहुन्छ? ठिकै छ, यस्तै छ, चलिरहेछ। यो ठिक छ, मेरो पनि ठिकै छ दाइ। अब यो हेटोडामा फर द फर्स्ट टाइम भनेर केही न केही यसो गरौँ अब यो मिडिया लाइनमा हैन भनेर गरौँ भनेर चहल पहल सुरु गरेको दाइ। अब यो अहिले आज 7औं एपिसोड भयो। 7औं यो तपाईसँग गर्दाखेरि 7औं एपिसोड हो, तर एकदमै एक्साइटेड छु आज। हैन यस्तो मलाई पनि जुन तिमीहरूले जुन सुरु गरेको प्रोग्राम एकदम खुसी लागेको छ। किनभने अब हेटौडामा एउटा खालको यो प्रोग्राम चाहिन्थ्यो भने, किनभने त्यहाँ विभिन्न खालको नयाँ प्रतिभाहरू अनि पुराना मान्छेहरूलाई चाहिँ जे जस्तो भयो नि एउटा चिनाउने जुन खालको तिमीहरूले कामहरू गर्न खोजेको थियो त्यसको लागि सबभन्दा पहिला तिमीहरूलाई एकदम शुभकामना र म एकदम खुसी छु यो सुन्दा। अनि अब त्यही त दाइ, अब दाइसँग अब कस्तो छ भने हाम्रो त जो गेस्ट आउँछ उसको रिलेटेड केसँग छ त्यही विषयमै गफ हुने हो। अब दाइसँग गफ भनेको ठ्याक्कै अब चलचित्रसँग नै रिलेटेड हुन्छ र पर्सनली अलिकति दाइसँग चाहिँ अन्तरकुन्तरको कुराकानीहरू पनि हुन्छ। ठ्याक्कै अहिले तत्काल चाहिँ अब मतलब हिजोको दिनसम्ममा के भइरहेको छ, मतलब कुन प्रोजेक्ट गरिरहनु भयो भनेर कतिपय त मान्छेलाई थाहा पनि छ हैन, र त्यो विषयमा पनि हामी कुरा चाहिँ गर्नेछौँ। तर आउने चाहिँ प्रोजेक्ट के छ दाइ, नयाँ त्यस्तो केही छ? अहिले केमा बिजी हुनुहुन्छ है? अहिले रिसेन्टली एउटा म्युजिक भिडियोको सुट सकाएको छु। अब हाम्रो यो रवि लामिछाने हजुर राष्ट्रपाको सभापति उहाँले लेख्नु भएको एउटा गीत रहेछ। अनि दिवेश किशोर भट्टराईले गाउनु भएको। अनि अस्ति भर्खर सुटिङ सकाएर चाहिँ हेटौँडा आएको छु। अब हेरौँ, अब मेरो फेरि कुनै यस्तो अब यो गर्ने भन्ने त्यस्तो प्लान त छैन। कुनै राम्रो खालको मलाई कसैले अफर गर्नुभयो भने र मलाई सुटेबल खालको कुनै क्यारेक्टरहरू भयो भने र आफूलाई त्यो भयो भने अनि अगाडि बढ्ने दाइ। तर त्यो प्रोजेक्टहरूमा मतलब स्टोरीहरूमा पनि दाइ अलिकति चुजी हुनुहुन्छ कि जस्तो लाग्छ कि मलाई, नत्र भने चुजी पनि हुन सक्छ। किनभने अब त्यो पनि हो। अनि अर्को कुरा के हो भने हामी भ्यालीबाट बाहिरको मान्छे, हजुर डाइरेक्टरसँग हामी सधैँ अभाइलेबल पनि भइदैन। जस्तै उनीहरूलाई तुरुन्तै क्यारेक्टरहरू चाहिरहेको हुनसक्छ, तुरुन्तै वर्कसपहरू गरिरहनु पर्ने हुनसक्छ। अब हामी यहाँदेखि कुनै पनि प्रोजेक्ट पायो भन्दैमा
हुन्छ नि अब आफ्नो पनि अब यता आफ्नो व्यवसायहरू आफ्नो कामहरू अब मेन कुरा घरमा सबै खालको मेन पावरहरूले भरिपूर्ण भएको भए ठिक छ अब फिल्मै भनेर सबैतिर हिँड्दाखेरि नै हुन्थ्यो अब यता पनि त्यो चिजहरूको अभाव अनि सबै चिज म्यानेज गर्दाखेरि चाहिँ अब अलिक कतिपय ठाउँमा चुजी जस्तो पनि देखिया होला तर कतिपय ठाउँमा टाइम अभाव पनि उम्, अनि अघि दाइले अलिकति छिसिक भन्नुभयो दिपेश किशोर भट्टराईको नाम लिनुभयो हो दिपेश दाईसँगको चाहिँ तपाईँको के हो ठ्याक्कै सम्बन्ध किनभने अहिले जस्तै यो लगभग 2.5 दशक जति भयो होला तपाईँले यो मतलब मोडलिङमा मुभी सेक्टरमा सुरु गर्नुभएको त्यो स्टार्टिङमा पनि मलाई जहाँसम्म लाग्छ मलाई याद भएसम्म दाइको दिपेश किशोर भट्टराई होइन उहाँसँग नै सुरु भएको मेरो फर्स्ट भिडियो नै हो कुन गीत थियो बाँच्छु तिम्रै लागि बाँच्छु तिम्रै लागि समथिङ है त्यसपछि चाहिँ एकै नजरमा माया बस्यो है के हो दाइ तपाईँको मतलब एजले त दाइहरू दुईजना लगभग सहपाठी नै जस्तो लाग्छ मलाई के हो मभन्दा नि सिनियर हुनुहुन्छ हो सिनियर हुनुहुन्छ तर हामी अब धेरै मिल्छौँ अब किनभने मलाई जति पनि अहिलेसम्म अमीर गौतम भनेर यहाँसम्म चिनाउने चाहिँ सायद उहाँकै देन हो किनभने सायद मैले उहाँको गीत नगरेको भए जब उहाँको गीत मैले गरेँ उहाँको गीत मान्छे अलिकति गाना पपुलर भइसक्यो सबैतिर छाउँछ होइन त्यसले गर्दा मैले उहाँको गीत गर्दाखेरि त्यो गीत हिट पनि भयो अनि त्यसले गर्दाखेरि अब उहाँको जुन खालको एउटा सपोर्ट होइन अब मलाई उहाँले जहिले पनि तपाईँले गर्नुपर्छ एउटा हुन्छ नि साथीभाइहरूमा पनि कसैले कुनै पनि मान्छेहरूले चाहिँ कुनै पनि समयमा गरेको सहयोग र त्यो चिजले गर्दा धेरै माथि पुग्नलाई सहयोग पनि पुऱ्याएको त्यसले गर्दा दिपेशजीले चाहिँ मलाई धेरै नै सपोर्ट गर्नु पनि गर्नुभयो र अहिले भन्नुपर्दा मेरो स्टार्टिङ चिज नै सबै दिपेशजीको कारणले नै यहाँसम्म आउनुमा थियो म दिपेशजीलाई नै सम्झिन्छु दिपेश किशोर भट्टराई म चाहिँ दाई नै भनेर सम्बोधन गर्छु अब उहाँको एउटा दिपेश दाईको अलमोस्ट चाहिँ म्याक्सिमम गीतहरूमा चाहिँ मैले फेरि तपाईँलाई नै एज अ मोडल होइन देखिरहेको हुन्छु मैले भन्न खोजेको चाहिँ त्यस्तो मतलब कुनै मतलब आन्तरिक सम्बन्ध होइन पारिवारिक सम्बन्ध अथवा चाहिँ एउटा केही इन्टिमेसी हो कि होइन अथवा उहाँको र तपाईँको चाहिँ एउटा त्यो भनिन्छ नि ग्रह मिलेको भन्छ नि तपाईँहरू दुईजना मिलेपछि फेरि त्यहाँ बम ब्लास्ट भइहाल्छ क्या होइन एउटा केही न केही होइन अब हामी मिल्छौँ हामी किनभने म एकदम रेस्पेक्ट गर्छु उहाँलाई होइन अब मैले आदर गर्ने मान्छेमा पर्छ किनभने अब मलाई यो फेजसम्म अमीर गौतम भनेर चाहिँ चिनाउने जुन तरिकाले उहाँले गर्नुभएको छ त्यसले गर्दाखेरि मैले पनि उहाँलाई रेस्पेक्ट गर्छु र उहाँले पनि मलाई सपोर्ट गर्नुहुन्छ होइन त्यसले गर्दा नि अब हामी बिचमा एउटा त्यो खालको अब मान्छेहरू कति भेटिए होलान् कति छुटिए होलान् होइन तर आजको दिनसम्म पनि उहाँको र मेरो सम्बन्ध भनेको जस्ताको जस्तै छ होइन त्यसले त्यो कारणले पनि अब हाम्रो त्यो खालको सम्बन्धहरू अब अहिले त उहाँ अब अमेरिकामा हुनुहुन्छ अमेरिका अब उहाँ बस्दाखेरि पनि उहाँले चाहिँ आफ्नो एउटा जुन गीत गाउने कुराहरू जुन उहाँले गर्ने चिजहरू छोड्नु भएको छैन गरिरहनु भएको छ अनि त्यो हाम्रो कम्युनिकेट पनि भइरहेको हुन्छ त्यसले गर्दाखेरि एउटा खालको सम्बन्ध हाम्रो छ अहिले दाइले सुट सकाउनु भएको गीत अमेरिकामै रेकर्ड भएको हो र सायद त्यो रेकर्ड चाहिँ कहाँ भयो थाहा छैन तर उहाँले अहिले रिसेन्टली 2-3टा गीतहरू गर्नुभएको छ एउटा जुन यो मैले अहिले भेटिसकेँ अर्को पनि छ अर्को 2टा गीतहरू पनि छ अरू सायद अर्को गीत पनि रवि लामिछानेलाई लेख्नु भएको छ थाहा छैन त्यो के अरे त्यो गीत पनि सायद चाँडै नै गीत पनि चाँडै नै अनि दाइ फर्स्ट दाइ त म हुन त हामी त सानै थियौँ होइन अहिले अब भनौँ न फेरि दाइलाई चाहिँ अब दाइ सिनियर हुनुभयो भनेर भन्न खोजेको चाहिँ त होइन फेरि होइन त्यो अनर्थ नलागोस् अब तिमीहरूले त मलाई सानैदेखि देखे त्यसले गर्दा त्यो भन्दा नि केही फरक पर्दैन अनि मैले भन्न खोजेँ तर दाइ सुने अनुसार भलिबल राम्रो खेल्नुहुन्थ्यो भन्ने पनि सुनेको हो कहीँ कतै मैले भलिबल चाहिँ नेसनल गेम पनि खेलेँ राष्ट्रिय गेम नै खेलेर छोडेँ भलिबल चाहिँ मतलब यहाँ हेटौँडा हुँदै यसलाई देख्ने खेल्नु हेटौँडा हुँदै म स्कुल लाइफदेखि नै खेल्थेँ भलिबल मलाई भलिबल एकदमै इन्ट्रेस्ट पनि थियो पछि भलिबल मैले छोडिदिएँ भलिबल नेसनल गेम खेलिसकेपछि मैले छोडिदिएँ अनि त्यसपछि म मेरो आफ्नो व्यवसाय पनि थियो त्यसले गर्दा त्योतिर भयो त्यो सँगसँगै अनि मोडलिङतिर भयो यताउति मोडलिङमा चाहिँ दाइ तपाईँ अब मतलब
एउटा प्लेयर एउटा चाहिँ युथ अन्टरप्रेनरको जुन वेमा तपाईँ राइज हुँदै हुनुहुन्थ्यो नि होइन ठ्याक्कै मोडलिङमा चाहिँ त्यो कसरी क्लिक भयो फर्स्ट टाइम मतलब मेरो फर्स्ट मोडलिङ भनेको चाहिँ अब मलाई जहाँसम्म सम्झना छ दिपेश किशोर भट्टराईहरूलाई बोलाएर एउटा प्रोग्रामहरू हामीले गरेको थियौँ त्यो बेलामा दिपेश भट्टराईसँग मेरो चिन्जान भयो चिन्जान भइसकेपछि एउटा खालको सम्बन्ध पनि भयो त्यसले गर्दाखेरि चाहिँ अब उहाँहरूको गीतहरू पनि चलिरहने अनि उहाँहरूले पनि अब यसो मलाई पनि अब एउटा चस्का हुन्छ नि चस्का लाग्यो अनि दिपेशजीले पनि यस्तो राम्रो हाइट छ होइन एउटा किन ट्राई नगर्नु त एउटा गरौँ त भन्ने कुराहरू सल्लाहमा भइसकेपछि अनि त्यहाँबाट अनि बल्ल अब सम्बन्ध बन्दै गइसकेपछि गर्दै गयो गरेपछि फर्स्ट गीतकै राम्रो रेस्पोन्स आयो त्यसपछि अनि बल्ल म एउटा दुईवटा हुँदा अनि त्यही त अब एक बेला त लगभग त्यही त्यो लगभग 90s को एरा थियो होला होइन 90s को एरामा त दाइले नेपाली मोडलिङ क्षेत्रमा त एक छत्रै राज गर्नु भएको हो फेरि होइन राम्रो थियो त्यो बेलामा साप्ताहिकहरूमा पनि चाहिँ तपाईँको राम्रै प्रभाव साप्ताहिक पत्रिकामा तपाईँको पत्रिकामा नि एकपल्ट फोटो आएको जस्तो लागेको थियो मलाई अलिक पहिला हिमालयन टाइम्सहरू है त्यो बेलामा मोडलिङ पत्रिकै त थियो त्यो हो त पत्रिका के अरे एफएमहरू रेडियो नेपाल ओके दाइ अनि दाइले मुभी कति एक दर्जन जति त्यस्तै भयो होला 11वटा जति गर्नुभयो अनि अहिले कुनै त्यस्तो मतलब कस्तो भयो नि अहिले आजको गफ होइन दाइसँग मतलब मैले चाहिँ दाइसँग एकदम क्याजुअल भएर बोल्छु भनेर सोचिरहेको थिएँ होइन तर एकदम फर्मल भइरहेछ क्या दाइ होइन त्यो त होइन गर्दै जाँदाखेरि त्यो होइन यस्तो तिमीले त्यो चाहिँ फिल गर्नै भएन नि त त्यही त मैले चाहिँ कस्तो सोचिरहेको थिएँ भने यो पोडकास्टलाई चाहिँ एकदम अब जस्तै हामी चिया खाँदाखेरि जस्तो हिसाबले गफ गर्छौँ त्यसरी नै गर्छु भन्ने सोचिरहेको थिएँ तर फर्मल वेमा गइरहेछ क्या अन्तर्वार्ता टाइपको भाइ आइरहेछ त्यस्तो चाहिँ नसोचिदिनु होला अनि ओके त्यही त मैले भन्न खोजेको चाहिँ बुझ्न खोजेको त्यो जुन यो एक दर्जन लगभग 25वटा जति सरी 12-15वटा जति फिल्महरू गर्दै जाँदाखेरि चाहिँ कुन चाहिँ मुभीमा चाहिँ दाइलाई काम गर्न मजा आएको जस्तो होइन त्यसको बारेमा के छ दाइ होइन मैले अस्ति अहिले युट्युबमा पनि अहिले चलिरहेछ त्यो फिल्म बेहुली फ्रम बेगौली त्यो फिल्म गर्दाखेरि चाहिँ मलाई हुन्छ नि काम गर्दाखेरि पनि मजा आएको थियो हुँदा सानो थियो होइन क्यारेक्टर थियो थोरै थियो तर थोरै भए पनि मैले मजाले इन्जोय चाहिँ त्यसमा गरेको थिएँ हुन्छ नि अब काम त अब आफूले गरेको अरूमा पनि गरियो कति गरियो होला अब पहिला जानेर पनि गरियो होला अब कति चिजहरू सिक्दै गरियो होला तर यो फिल्म गर्दाखेरि चाहिँ मलाई राम्रो लागेको थियो अब हुन्छ नि अब मलाई गाइड गर्ने मान्छेहरू पनि राम्रो मान्छेहरू थियो किन निश्चल बस्नेत त्यो तपाईँको त्यो के अरे हाम्रो नयाँ डाइरेक्टरहरू थिए उनीहरूले पनि राम्रो खालको जहाँसम्म लाग्छ राम्रो डाइरेक्टरसँग काम गर्दाखेरि आउटपुट पनि राम्रो मलाई यसमा चाहिँ राम्रो लाग्यो निश्चल बस्नेत अहिले त अब नेपालको सन्तोष सेनहरू होइन निश्चल बस्नेतहरू यिनीहरू त हो नि अरू के प्रदीप भट्टराईहरू होइन दिपेन्द्र के खनाल यिनीहरू अहिले मुभीहरू त तर नेपाली मुभीहरू पनि एकदमै राम्रो बनेको चाहिँ है कमर्सियल्ली दाइको चाहिँ हिट गएको मुभी चाहिँ चप्ली हाइट नै होला है तर चप्ली हाइटले त्यो राइज मतलब त्यो जस्तै अलिकति त्यो हामी एउटा एराबाट हिँडिराख्दाखेरि चप्ली हाइटले चाहिँ मान्छेले के भन्छ भने अलिकति यसलाई मैले फेरि क्रिटिसिजम गर्न खोजेको चाहिँ होइन होइन लुट फिल्म आएपछि नेपाली मुभी इन्डस्ट्रीले डाइरेक्सन चेन्ज गर्यो भन्छ क्या तर मलाई चाहिँ चप्ली हाइटले चाहिँ गरे हो जस्तो लाग्छ क्या दाइ होइन के हो यो चाहिँ तपाईँलाई कस्तो लाग्छ दाइ ठ्याक्कै भन्दा मैले चाहिँ यसलाई यसरी हेर्छु लुटले चेन्ज गर्यो चप्ली हाइटले त्यसलाई एउटा इटा थप्ने काम गर्यो अथवा त्यसलाई चाहिँ निरन्तरता दिने कामहरू गर्यो होला किनभने लुटको जनरा र चप्ली हाइटको जनरा फरक किनभने लुट फिल्म चल्दाखेरि हलमा मान्छेहरू त्योभन्दा अगाडि हलमा जानै छोडिसक्यो हो होइन जब लुट फिल्म आइसकेपछि हलमा जाने जब बानी पर्यो नि बानी परेपछि फेरि अर्को फिल्म के आइदियो अब जुन चिजलाई समाजले पचाउनै सकिरहेको थिएन त्यस्तो चिज आइदियो के हुन्छ नि सेक्सुअल साइकोलोजीमा कसले पनि आर्ट गरेको थिएन नि
एउटा सेक्सुअल साइकोलोजीमा फिल्म आउनु भनेको चाहिँ एउटा हुन्छ नि अब हिन्दी फिल्महरूमा अलिअलि सिनहरू हुँदाखेरि पनि कति के सिन आयो यो भनेर मान्छेले भन्थ्यो र चपले हाइटमा त्यो डाइरेक्टरले त्यो खालको स्टोरीमा आँट गर्यो अनि समाजलाई चाहिँ एउटा खालको सेक्सुअल साइकोलोजीमा पनि राम्रो र नराम्रो पक्ष चाहिँ केलाउने एउटा वातावरण चाहिँ सिर्जना गर्यो तर त्यस्तो धेरै कन्ट्रोभर्सीमा पनि आएन नि मतलब होइन कन्ट्रोभर्सीमा त बिचमा आएको थियो एउटा किनभने अब अलिकति त्यो चिजहरू बिचमा जस्तै अब अलिकति छ त्यो चिज चाहिँ समाजमा अलिक पस्दैन कि भन्ने चिजहरू आएको थियो तर त्यो चिज पस्दैन भनेको मतलब कस्तो थियो भने त्यो चिज देखाएर समाजलाई नै बुझाउनु पर्ने थियो त्यसले गर्दा त्यो चिज त्यसमा आएको थियो किनकि स्टोरी नै सेक्सुअल साइकोलोजीमै बनेको कारणले गर्दाखेरि एउटा खालको चेन्जेसहरू ल्याएका हुने दुईटा फिल्म त्यही त अनि त्यो जुन चप्ली हाइट त्यही त अब त्यो जनरा नै भनौँ न त्यसलाई के भन्छ होइन त्यो विधाको चलचित्रहरू चाहिँ थिएन अनि त्यो आउने बित्तिकै फेरि ब्याक टु ब्याक आउन थाल्यो तर फेरि पछि चाहिँ कस्तो पनि भयो भन्दै यस्तो पनि चल्दो रहेछ भनेर त्यसले विकृति पनि नेपाली मुभी इन्डस्ट्रीमा ल्याएको हो नि होइन त्यसको मान्छेहरू कस्तो छ भने जस्तै आज चाहिँ तपाईँको त्यही तिम्रो हेरौँ न बाजेको पेडा पसल भनेर एउटाले खोल्दै हुन्छ त्यहाँ बर्मजियामा कतिवटा छ पेडा पसल हेरौँ त एउटा पुरानो बाजेको पेडा पसल यसको पेडा पसल आखिर पेडा पसल होइन अब मान्छेहरूमा एउटा यो चिजहरू छ कि जस्तै नयाँ चिज केही क्रिएट गरेर नयाँ चिज बिकाउनु भन्दा पनि त्यही चिजहरूलाई चाहिँ अब त्यो जस्तै गरेर बिकाउँछु भन्दा त्यसको त अलिकति त घट्दै जान्छ किन त्यो टाइपको फिल्म मान्छेले हेरिसकेका हुन्छ नि त त्यसले गर्दा यही टाइपको छ यस्तो टाइपको छ भनेर मान्छेले मन पराउँछ किनभने यो चिजहरू अलिक बढी जस्तै लुट जस्तै फिल्म बनाउने भनेर अर्को एउटा आयो भने त्यो लुट जस्तै बनाउने मान्छे त टिक्दैन नि अभियसली टिक्दैन चपले हाइट जस्तै बनाउने भनेर अर्को आयो भने अर्को टिक्दैन किन चपले हाइट त हेरिसक्यो मान्छेले अब केही नयाँ केही गर्न खोज्नु पर्यो होइन त्यसले गर्दा त्यो चिज मान्छेहरूलाई पनि मजा आउँछ हेर्न पनि मजा आउँछ अब यस्तो केही नै हो अनि त्यही त यो मलाई यो पछिल्लो समय त्यो जुन के अरे चप्ली हाइट पछि नै चाहिँ ब्याक टु ब्याक के फेरि हेर्नु कस्तो अनि त्यसले गर्दाखेरि पनि जुन आयो जस्तै मैले नाम लिनु हुन्थ्यो हुँदैन त्यो लिदिन्छु केही फरक त पर्दैन एटिएम भन्ने एउटा मुभी थियो होइन त्यसपछि आएर त्यस्तै खालको प्रतिनिधित्व गर्ने अरू फिल्महरू थियो तर त्यसले गर्दाखेरि अनि चप्ली हाइटले त एउटा राम्रो म्यासेज दिएको थियो नि त होइन समाजलाई चुनौती पनि थियो फेरि त्यो फिल्मलाई त्यो बेलामा होइन त्यो बेलामा चुनौती पनि थियो तर एकदम पोजिटिभली लियो सोसाइटीले म्यासेजको रूपमा लियो त्यो त आफ्नो ठाउँमा छ तर त्यस्तो खालको फिल्महरू पछि आइसकेपछि चाहिँ केही चाहिँ राइज हुन थालेको डाइरेक्टरहरू अथवा चाहिँ सङ्कुचित सोच राख्ने डाइरेक्टरहरूले चाहिँ त्यस्तो खालको मान्छेहरूलाई उठाइदिएर हुन त मैले अब त्यो व्यक्तिगत त्यस्तो त भन्न मिल्दैन होइन मान्छेको सबैको आफ्नो आफ्नो चाहिँ पर्सनालिटी हुन्छ अनि त्यो मुभी इन्डस्ट्रीलाई नै चाहिँ एउटा भनौँ न नकारात्मकतातर्फ मान्छेले हेर्ने दृष्टिकोण नै फरक पार्ने त्यस्तो खालको पनि भएको थियो त्यो बेलामा त्यस्तै पनि थियो कुराहरू अब विभिन्न खालको मान्छेले अब त्यही त हो नि अब एउटा चिज बन्यो अब त्यही चिजले चाहिँ राम्रो हुँदो रहेछ भनेर त्यही चिज कपी गर्न थालिसकेपछि त त्यसले विकृति अवश्य ल्याउँछ होइन त्यस्तो चिजहरू पनि भएको थियो नयाँ केही चिजहरू क्रिएट गर्न सक्यो भने सबभन्दा राम्रो नै थियो अनि दाइ चप्ली हाइटको जुन अब नेपालीमा ठ्याक्कै हुनुपर्दा अपार सफलता भनौँ न त्यो भइसकेपछि जनताले मतलब पब्लिकले तपाईँलाई फेरि हेर्न खोजिरहेको थियो अनि त्यसपछि चप्ली हाइट 2 मिसन 2 त्यसपछि मैले चप्ली हाइट पछि मिसन पैसा गरेँ मिसन पैसा पनि 1 पनि गरेँ 2 पनि गरेँ होइन अनि चप्ली हाइट 1 गरिसकेपछि फेरि मैले 3 गरेँ त्यो चाहिँ अलिकति ग्याप पछि गरेँ अनि जस मलाई हेर्न चाहनेहरूको लागि मैले अहिलेसम्म पनि गरिरहेको छु अब आफूले सक्ने आफूले चाहिँ हुने आफू इन्जोय गरिरहेको छु बेला बेलामा त्यही नै अनि त्यही त मैले जोड्न खोजेको चप्ली हाइट 2 मा चाहिँ दाइलाई देख्न पाइएन चप्ली हाइट 2 मा छैन 3 मा छु 3 मा हुनुहुन्छ है अनि यो अलिकति यता यो हाम्रो के अरे के भन्छ निश्चल बस्नेतसँगको सम्बन्धलाई जोडौँ के छ दाइको निश्चल दाइसँग चाहिँ कसरी चिन्जान भयो हुन त अब एउटै सेक्टर यस्तो हो अब हामी लुट फिल्मको बेलामा अब हामी चप्ली हाइटको प्रमोसनको बेलामा पनि हिँडिरहेको धेरै अगाडि कुरा
त्यो बेलामादेखि नै चिन्जान हो। अब राम्रो खालको अलि बढी क्लोज भएको अब जहाँसम्म लाग्छ मलाई चप्ले 3 गरिसकेपछि हामी क्लोज भयो। त्यो बेलामा चाहिँ अलिकति बढी नै क्लोज भयो। त्यही नै प्रोजेक्टहरू अरू पनि छ उनीहरूसँग मतलब निश्चल बस्नेत स्वस्तिमा खड्काहरूसँग? होइन, अब उनीहरूको त अब फिल्म गर्ने त उनीहरूको आफ्नो खालको सोच हुन्छ। त्यो विषयमा त अब खास भोलि फिल्म गर्ने अब नगर्ने भन्दा नि अब प्रोजेक्ट तयार भइसकेपछि अब उनीहरूको आफ्नो खालको तयारीहरू भइरहेको हुनसक्छ होइन। त्यसमा भन्दा पनि अब हाम्रो छुट्टै खालको एउटा इन्टिमेसी। intimacy यो जुन के अरे बेहुली फ्रम मेगोली अलिकति जोडौँ। जोडौँ। मैले पनि अलिकति हेरेको थिएँ, मतलब पुरै त फिल्म हेर्न पाइनँ, अलि अब सेड्युल अलि व्यस्त व्यस्तै हुन्छ। त्यो दाइको अब दाइ हुन त म हेर्छु फेरि, हेर न अनि दाइको क्यारेक्टर, त्यो दाइको एन्ट्री हुने बेलामा त्यो चाहिँ के पो थियो अरे दाइको नामै बिर्सेँ मैले। गजेन्द्र होइन, अनि त्यो रिह्याब सेन्टरबाट दाइ जब निस्किन्छ त्यो निस्किने बेलामा कस्तो त्यो सुधार गृहबाट निस्किने बेलामा दाइको टी सर्टमा चाहिँ मैले नो स्मोकिङ भनेको थिएँ, तर निस्किने बित्तिकै दाइले चाहिँ होइन चोट सल्काउनु भएको थियो कि। त्यो कन्सेप्टहरू चाहिँ कसरी आएको थियो दाइ? आई मिन त्यो तपाईँको चाहिँ त्यसमा एन्ट्री हो कि त्यो डाइरेक्टरले नै? सबै यो स्क्रिप्ट राइटर डाइरेक्टरहरू स्क्रिप्टेड नै हो त्यो। स्क्रिप्टेड अब उनीहरूले एउटा प्लान गरे नि हुन्छ नि। अब यो खालको गजेन्द्र भन्ने क्यारेक्टर यो हो भनेर उनीहरूले इमेजिन गर्यो। त्यही पछि अनि हामीलाई त्यो तरिकाले उनीहरूले प्रेजेन्ट गरेको हो होइन। अब त्यही नै हो। अब एउटा सुधार गृहको बसेको मान्छे हेर्दाखेरि नो स्मोकिङ भनेर लाग्छ, क्यारेक्टर पनि त्यस्तै छ, त्यही अनुसारले उनीहरूले इमेजिन गरेको। ठिक छ। अनि यो जुन अब लागु औषध दुर्व्यसनीमा हामीले योभन्दा अगाडि पनि एउटा एपिसोड गरेका थियौँ दाइ। अनि दाइ पनि त्यो फेरि गजेन्द्र भन्ने मुभीमा पनि तपाईँ एउटा चाहिँ धनाढ्य परिवार बाउको छोरो होइन प्रतिनिधित्व त्यसरी चाहिँ प्रेजेन्ट हुनुभएको छ होइन। लागु औषध दुर्व्यसनीमा चाहिँ दाइको के छ? अब मुभी पनि त्यही अनुसारको गर्नुभएको छ, त्यही फेरि यो विषय त त्यहाँ जानु पर्ने थिएन होइन। तर मैले ठ्याक्क अब यो कुरामा कुरा निस्किया भएर जोडेको। दाइले यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? जस्तै धनाढ्य वर्गको मान्छेहरू चाहिँ अधिकांश त्यसमा, जस्तै मुभीले नै दिने भइसकेपछि, देखाउने भइसकेपछि त्यो मेसेज नै राम्रै खालको मेसेज जान्छ होइन। धनाढ्य वर्गको मान्छेहरू चाहिँ त्यसमा अझ बढी प्रभावित हुने भन्ने जस्तो देखिन्छ नि त होइन। दाइको चाहिँ यसमा यो कस्तो? यसमा चाहिँ दाइले जस्तै तपाईँले नै त्यस्तो रोल गरिसकेपछि फेरि मान्छेले के भने यो त मेसेज दिने हो, यस्तो गर्नु हुँदैन भनेर पनि त होइन। अमीर गौतमले नै यस्तो क्यारेक्टर प्ले गरिसकेपछि यो त एउटा मेसेजको रूपमा जान्छ नि त होइन। यसलाई यसरी सुधार केन्द्रबाट निस्केको, क्लिन भएर निस्केको भन्ने एउटा मेसेज जान्छ। दाइको पर्सनल्ली चाहिँ लागु औषध दुर्व्यसनीलाई दाइले ठ्याक्कै चाहिँ बयान गर्नु पर्दाखेरि यो चाहिँ कसरी के भन्नुहुन्छ? यो एउटा मेसेज दिँदाखेरि यो चाहिँ एकदमै डरलाग्दो चिज हो होइन। अब यो चाहिँ कतिपय धनाढ्य वर्गको मान्छेहरू सोखले बिग्रेका छन् है, एकदमै सोखले बिग्रेका छन्। अब यो चिजलाई चाहिँ गार्जेनको मलाई चाहिँ एउटा जहाँसम्म लाग्छ यो चिज निमित्यान नै पार्नको लागि चाहिँ मैले एउटै चिज देखेको चाहिँ जब बच्चाहरू हुर्किँदै जान्छन्, हुर्किँदै जाँदा उनीहरूलाई स्पोर्ट्समा एकदमै धेरै अब हामीले चाहिँ इन्भल्भ गराउन सक्यो, तिनीहरूलाई स्पोर्ट्समा चाहिँ अलिक बढी उनीहरूलाई चाहिँ गराउन सक्यो भने जहाँसम्म लाग्छ त्योतिर जाने बाटोबाट चाहिँ अझ अलिकति केही हदसम्म चाहिँ सपोर्ट हुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ होइन। अब यसलाई त यसको लागि त समाज अनि गार्जेन परिवार सबै नमिलिकन यसलाई त निमित्यान्न पार्न सकिँदैन। किनभने कतिपय मान्छे सोखले बिग्रेका छन्, कतिपय मान्छे सङ्गतले बिग्रेका छन्। भन्छ मान्छेहरूले सङ्गतले के बिग्रिन्छ र भन्छ, होइन सङ्गतले पनि धेरै असर पार्छ होइन। कतिपय सङ्गतले यो चिजलाई चाहिँ छुनै हुन्न भनेर भाग्ने खालका साथीहरू नि हुन्छ। ए यार क्या मजा आयो, इन्जोय गर्नुपर्छ भन्ने साथीहरू पनि हुन्छ। त्यसले गर्दा यस्तो धेरैवटा चिजहरूले गर्दाखेरि मान्छेहरू फसिरहेको हुन्छ र फसेका मान्छे निस्किन पनि गाह्रो भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ एउटा खालको यो चिजको लागि सबैजनाले एकचोटि मजाले नै सोच्नुपर्छ। किन त्यो वातावरण बन्नुभन्दा अगाडि नै गार्जेन प्रिपेयर हुनु पर्यो। अब त्यसलाई चाहिँ एउटा मेरो परिवार चाहिँ त्यो जोनमा नजाओस् भनेर पहिलादेखि नै प्लान चाहिँ गर्नु पर्यो। मान्छेले अलिकति गार्जेनले चाहिँ छोराछोरीहरूलाई जुन त्यो एजमा छोडिदिन्छ नि, अलिकति फ्री छोडिदिन्छ। अब उनीहरूलाई
जुन गाइड गर्नुपर्ने बेलामा चाहिँ उनीहरूलाई चाहिँ फ्री छोडिदिएको बेलामा त्यही बेलामा फ्याक्ट्री बिग्रेको पनि हुन्छ त्यसले गर्दा अलिक बढी केयर चाहिँ हुनुपर्छ ओके थ्याङ्क यू दाइ यो चाहिँ टपिक भन्दा बाहिरको थियो तर है, ठिक फेरि छ। इम्पोर्टेन्ट टपिक ठिक छ होइन? ठिक छ यो त विकराल चिज हो नि। विकराल चिज हो। अँ, ओके अब मुभीतिरै जाउँ अँ, यो अस्ति मैले एउटा युट्युबमा भिडियो हेरेको थिएँ दाइलाई पनि मैले त्यहाँ देखाएको थिएँ अँ। त्यो नेपाली के चुनाव भइरहेको थियो काठमाडौँमा दाइ ओ कलाकार सङ्घ कलाकार सङ्घको ओ, चुनाव है ओ। त्यसमा दाइ भोटर हुनुहुन्छ म भोटाल हुन्छु क्या। भोटाल। अँ। दाइको चाहिँ त्यो कार्य समितिमा चाहिँ बसेर काम गर्ने भन्ने त्यस्तो सोच चाहिँ आएन होइन मलाई खास पहिलादेखि नै कुनै पनि पदहरू मलाई कहिले पनि त्यो कुनै भएन कि इन्ट्रेस्टै भएन बरु पदमा बसेको मान्छेहरूलाई चाहिँ सही तरिकाले चाहिँ त्यसले चाहिँ बरु राम्रो काम गरोस् होइन त्यसलाई चाहिँ बरु म राम्रो मान्छे देखियो भने चाहिँ मनदेखि नै सहयोग गर्न मन लाग्छ होइन अब आफूलाई सपोर्ट गर्न मन लाग्छ तर कुनै पदमा बसेर चाहिँ काम गर्दै मलाई पहिलेदेखि नै कहिले पनि मन लाग्छ सायद म कहिले पनि त्यसरी कुनै पद लिएर त्यसरी काम गर्छु जस्तो लाग्छ अहिले आएको नेतृत्व हुन त अब मैले दाइले कसलाई मतदान गर्नुभयो भनेर सोध्न खोजेको त होइन केही फरक पर्दैन गोप्य मतदान हुन्छ केही फरक पर्दैन अहिले आएको नेतृत्व प्रति चाहिँ तपाईँको सेटिस्फ्याक्सन के छ होइन यस्तो अब यो हामीले वाक्क दिक्क भएर किनभने सबै चिज भोगेर अब हेरेर हुन्छ नि अब पञ्चायत कालदेखि गणतन्त्र आउँदादेखि र पञ्चायत काल सकिएपछि चाहिँ हुन्छ नि अब बहुदलीय प्रजातन्त्रपछि गणतन्त्र होइन यो सबै चिजहरू हामीले कतिपय चिजहरू हामीले सुन्यौँ होला कतिपय चिज देख्यौँ होला होइन देख्दाखेरि नेपाल बन्नुपर्छ भन्ने सबैलाई लाग्यो तर किन बन्दैन नेपाल किन बन्दैन त अब माओवादीले 2/3 ल्याएर देश चलायो तै पनि बन्दैन अब अर्को आयो अर्कोले पनि बन्दैन अब के गरे चाहिँ बन्छ जे गरे पनि अब हामी चुपै लाएर बसिरहनुपर्छ भन्ने हो त्यसले गर्दाखेरि नयाँ अब फेरि चेन्ज त गर्नु पर्यो आश गरौँ त्यसले गर्दाखेरि पनि यो पालि चेन्ज गरेर नयाँ पार्टीलाई चाहिँ सबै जनताले मैले सबैले हेरेको हेरौँ अब कसको हुन्छ मैले सन्दर्भ दाइ पानी लिनुहुन्छ भने लिनुभएको हो सन्दर्भ अहिले अलिकति पोलिटिकलपट्टि गयो तर मैले चाहिँ पोलिटिक्सपट्टि भन्दा पनि त्यो हाम्रो मुभी जुन अहिले दाइले त्यो के अरे चलचित्रकर्मी सङ्घको मैले चाहिँ त्यतापट्टिको चाहिँ जोड्न खोजेको थिएँ दाइले चाहिँ यता चाहिँ मेन स्ट्रिम राजनीतिपट्टि आए ठिक छ त्यो कुरा पनि खोलियो तर अनि अब हाम्रो हेटौँडामा आउँ हेटौँडामा पनि अहिले चाहिँ राष्ट्रिय स्तरमा चाहिँ प्रतिनिधित्व गर्ने हिसाबले धेरैजना कलाकार साथीहरू होइन चाहिँ मोडलिङमा होइन मुभीहरूमा होइन त्यसपछि चाहिँ सिङ्गिङहरूमा हुनुहुन्छ होइन अनि विशेष गरेर मुभी सेक्टरमा 2-5 जना देखिएको अनुहारहरूले राम्रो प्रगति गरिरहनु भएको छ अहिले त्यसलाई कतिको याद गर्नु भएको छ याद गरेको छु हाम्रो हेटौँडा भनेर त एउटा कलाको चाहिँ एकदम उर्वर भूमि नै एकदम राम्रो कलाकारहरू उत्पादन भएको ठाउँ पनि हो यसमा म एकजना पनि थपिएँ हुन्छ नि अब पहिलादेखि नै दिग्गज मान्छेहरू यहाँबाट उत्पादन भएका छन् अब कलाकारहरू भनेपछि तपाईँको सिङ्गर होइन अब चाहिँ राम्रो गीत लेख्ने मान्छे विराग होइन अब एउटा भयङ्कर हुनुहुन्छ अब सबै कला क्षेत्रमा पनि राम्रो मान्छेहरू हेटौँडाबाट मकवानपुर जिल्लाबाट अब हुनुहुन्छ सबैजना हुनुहुन्छ अब त्यसले गर्दा खुसी लाग्छ हेटौँडामा अब आउने नयाँ मान्छेहरूको लागि पनि हेटौँडाले चाहिँ नयाँ मान्छेहरू पनि आयो भने तिनीहरूको लागि पनि एउटा खालको उनीहरूलाई गाइड गर्ने मान्छेहरू चाहिँ होस् जस्तो मलाई लाग्छ होइन त्यसले गर्दाखेरि चाहिँ त्यसको पहल अब तिमीले हामीले अनि सबैले हामी यही समाजमा बसेको मान्छेहरूले गर्न सक्यो भने अब आउने पिँढीहरूलाई पनि एउटा हेल्प हुन्छ हाम्रो पहिलाको अनुभवहरू उनीहरूलाई सार्दाखेरि पनि धेरै कुरा हेल्प हुन सक्छ अनि यो दाइ छ नि पहिला मलाई याद भएको त्यो 51 दिन मनाउने भन्ने थियो क्या थियो अहिले पनि छ नि होइन अहिले पनि छ तर मनाएको चाहिँ छैन क्या मनाउँछ अहिले पनि अस्ति लाली बजारले मनायो 51 दिन मनायो 51 दिनै मनायो नि
51 दिनसम्म चल्यो त लाली बजार चल्यो, भन्ने चल्यो, लाली बजार भने त्यो कन्ट्रोभर्सी आएको हैन त्यो वादीहरूको वादीहरूको कथामा छ नि जस्तै अब यो गौँथलीले मनाउँछ मनाइरहेछ अहिले पनि गौँथली त मैले पनि हेरेँ मलाई अँ, एकदमै मार्मिक बनायो त्यो गौँथलीले फिल्मले। मनायो त्यो लाली बजारले मनायो अहिले पनि 51 दिनको ट्रेन्ड छ हो अँ। त्यही त मैले 51 दिन मनाउने फिल्महरू भने चाहिँ अब त्यो धेरै पैसा कमाइसक्यो अँ, त्यो चाहिँ एकदम ठुलो सक्सेस हो त्यो। मैले आफ्नो मान्छे हो कि श्रीकृष्ण श्रेष्ठ लेट हुनुभयो होइन अँ, श्रीकृष्ण श्रेष्ठको मुभी एउटा कुन थियो सुख दुःख सुख दुःख हो क्यारे मेबी 51 दिन मनाएको मनाएको। मुभी मैले लास्ट टाइम थाहा भएको त्यही हो होइन त्यसपछि 51 दिन मनाउने ट्रेन्ड नै हट्यो क्या हो भन्ने थियो क्या मलाई चाहिँ बीचमा यस्तो भयो बीचमा त माओवादी कालमा त हलर नै बन्द भए भयो त्यो ट्रेनहरू बिस्तारै घट्दै पनि गयो होइन उम्, पछि आएपछि त्यो ट्रेन अहिले पनि 51 दिन मनाउने फिल्म भनेको एकदमै धेरै सक्सेस भनेर मानिन्छ कि अहिले पनि छ त्यो ट्रेन अनि हाम्रो नेपाली मुभीमा चाहिँ बक्स अफिस छ। कलेक्सन छ नि जुन होइन छ। त्यसमा चाहिँ त्यसको चाहिँ कस्तो छ ऱ्याङ्किङ दाइ मतलब हिट सुपर हिट मतलब फ्लप छ अहिले छ अहिले त कस्तो हुन्छ भने अब आज पहिला त्यस्तो थिएन अहिले त अब हलहरूमा आज बेलुका जहाँसम्म लाग्छ सोमबार यिनीहरूले त्यो आउट गर्छ कति कलेक्सन भयो भनेर ए तर अहिले त अनलाइन भएको कारणले गर्दा अब शनिबार यति करोडको बिजनेस गर्यो शनिबार यति लाखको बिजनेस गर्यो अहिले त डाटाहरू सबै आउँछ अहिले धेरै राम्रो भयो करोडमा आउँछ अहिले मतलब व्यापारहरू है करोड त भइहाल्छ नि अब इनिसियल हानेको फिल्महरूले त करोड त हान्दिहाल्छ करोड हान्छ अहिले ब्याक टु ब्याक जुन मुभीहरू आइरहेछ नि दाइ यो अब दाइ पनि त्यही क्षेत्रको भएको भएर मैले सोधिहालेको दाइ चाहिँ सेटिस्फाई हुनुहुन्छ अहिलेको जुन मेकिङ मतलब जुन प्रोडक्ट छ नि मुभी प्रोडक्ट त्योहरू त दाइले नि हेर्नु भएको छ होइन सेटिस्फाई नै हुनुहुन्छ दाइले मतलब परिकल्पनाको मुभीहरू यस्तै नै हो यस्तो छ अब मेन कुरा चाहिँ नेपालमा जुन जति खालको बजेटले चाहिँ हानेको छ नि त्यो एकदमै सही नै छ किनभने जुन खालको बजेटले चाहिँ फिल्म बनाइराखेका छन् किनभने यहाँ त एउटा बजेटले पनि मार्केट निर्धारण गर्छ कि जस्तै हुन्छ नि अब यहाँ अहिले त फिल्म बनाउनु राम्रो बनाउनको लागि 10 करोड पैसा हाल्यो भने 10 करोड चाहिँ पैसा उठ्छ कि उठ्दैन मार्केट त्यो पनि त एउटा हुनु पर्यो त्यसले गर्दा प्रोड्युसरहरूले पनि त त्यो बजेट माथि जाने बित्तिकै मार्केटले धान्छ कि धान्दैन त्यो चिज पनि हेर्नु पर्यो तर जहाँसम्म लाग्छ अहिले हामीसँग समस्या भनेको स्क्रिप्टको मात्रै हो नत्र भने मेकिङमा कलाकारमा प्राविधिकमा नेपाल कमजोर छ दाइ अनि हामी भिएफएक्स के छ नेपालमै हुन्छ अहिले यस्तो छ भिएफएक्स नेपालमा अहिले धेरै निस्केको छ होइन भिएफएक्स भनेको चाहिँ कस्तो हो भने अलिकति महँगो पर्छ कि महँगो पर्छ त्यसले गर्दा त्यसलाई टाइम पनि लिन्छ त्यसले गर्दा मान्छेले अलिक बढी चाहिँ त्यसलाई फोकस गर्दैन कि त्यसले गर्दाखेरि चाहिँ भिएफएक्सको लागि चाहिँ अहिले नेपालमा पनि जस्तै सिमस सुनवार जस्तै मेरो मिसन पैसा भन्ने फिल्मको डाइरेक्टर अनि ऊ पनि खत्रै हो भिएफएक्समा अब यिनीहरू पनि छ अरू नयाँ अहिले पनि आइरहेको छ त्यसले गर्दा भिएफएक्समा चाहिँ अलिक बढी नै मिहिनेत गर्नुपर्ने भएर कतिपय चिजहरू हामीलाई फाइन लाग्दैन कि नेपाली फिल्महरूमा त्यसले गर्दा त्यसलाई चाहिँ अलिकति छुट्टै मिहिनेतै चाहिन्छ अहिले आछ अब मेन कस्टको कुराहरू आउँछ कि कति लगानी गर्ने बजेट कति गर्ने हुन्छ नि त्यसले गर्दाखेरि सबै कुरा त्यही नै हो अब हिन्दी फिल्महरूमा उनीहरूको टन्नै बजेट हुन्छ टन्नै भिएफएक्स गर्ने मान्छेहरू पनि लाइनै हुन्छ उनीहरू त्यही अनुसारले बजेट हुन्छ नेपालमा सीमित बजेट हुन्छ थोरै सिध्याउनु पर्ने हुन्छ आउटपुट पनि त्यही अनुसारले भिएफएक्सको त फेरि स्टुडियो पनि छुट्टै हुन्छ दाइ होइन छुट्टै हुन्छ त्यसको लागि अब हाम्रो अनि यो साँच्चै दाइ अलिकति अब पोलिटिकलपट्टि पनि जाउँ जस्तै पोलिटिक्स देश ओभरअलमा सिङ्गै देश चल्ने भने त फेरि राजनीतिबाटै हो होइन नीतिहरूको मूलनीति राजनीति भन्छ अनि नेपालको राजनीतिले चाहिँ मुभी सेक्टरलाई चाहिँ हेर्ने दृष्टिकोण के हो होइन जस्तै तपाईँको देशको जिडिपीमा चाहिँ ठुलै ड्रास्टिक चेन्ज ल्याउनलाई पनि यो कला क्षेत्रले चाहिँ प्रभाव पार्दो रहेछ भन्ने त हामीले छिमेकी देशहरूमा होइन अथवा हलिउडसँग अरू देशहरूसँग त हामीले सिकिसकेका छौँ नि त होइन धेरै जिडिपीमै चाहिँ उथल पुथल ल्याउने होइन दाइ भनिसकेपछि नेपालको चाहिँ पोलिटिसियनहरूमा नेपालको गभर्मेन्ट बनिरहने गभर्मेन्टहरूमा यो चेत चाहिँ कसरी आउँछ दाइ कहिले आउँछ के छ मतलब हेर्ने दृष्टिकोण अहिलेसम्म के छ हामीले एउटा फिल्म सिटी निर्माण गर्न सकेका छैनौँ अब यो
वास्तवमै भन्नुपर्दा एकदम राम्रो कुरा निकालेको हो तिमीले। अब राम्रोसँग फिल्म बुझ्ने सरकारै अहिलेसम्म पाइरहेको थिएन कि। अब पहिला पहिला बरु पञ्चायत कालमा चाहिँ के अरे हाम्रो के फिल्म थियो कि हाम्रो औद्योगिक क्षेत्रभित्र थियो एउटा जहाँसम्म लाग्छ चाइ नेपाली कला के भन्ने थियो होइन त्यो बेलामा। बरु त्यो बेलामा केही न केही भिजनहरू देखिएको थियो। तर जब त्यसपछिको सरकारहरू आए फिल्मप्रति हेर्ने दृष्टिकोणहरू नै राम्रोसँग उनीहरूले यो फिल्मलाई चाहिँ उद्योगको मान्यता दिएर यसलाई चाहिँ अब यो तरिकाले प्रोत्साहन गर्नुपर्छ भन्ने एउटा ठोस कार्ययोजना अब सरकारमा पनि देखिएको छैन। अब माग्नेले अब फिल्म क्षेत्रको हकहरूको लागि माग्नेले त मागै छन्, कति माग्ने मान्छे थाकिसक्यो। तर उनीहरूले मागिसकेपछि सरकारले पनि सिरियस भएर अब फिल्म क्षेत्रलाई पनि हामीले एउटा खालको यसलाई पनि सहयोग गरेर यसलाई माथि पुर्याउनुपर्छ, यसलाई कसरी सपोर्ट गर्नुपर्छ भन्ने खालको उनीहरूमा त्यो चेतै आएको थिएन। इभन अहिलेको सरकारमा पनि त्यति ध्यान दिएको जस्तो लाग्दैन। दुई चारवटा काम गरिदिएको छ, अब यसरी अल्झाएको जस्तो भएको छ कि ठोस कार्ययोजना अब यो चिज गर्नुपर्छ, यहाँ यस्तो गर्नुपर्छ। अब अस्तिको बजेट भाषणमा पनि खासै मलाई त्यति फिल्म क्षेत्रलाई त्यति हो जस्तो लाग्दैन। यसो अलिकति चारा हालिदिएको जस्तो गर्ने, अलिकति अड्काएको जस्तो गर्ने, त्यो चिजले मात्रै गरिदिएको। तर अब यसलाई साँच्चीकै राम्रोसँग चाहिँ बजेटहरू छुट्याएर अब फिल्म नेपाली फिल्मलाई पनि यो तरिकाले लानु पर्यो। हुन्छ नि, भोलि नेपाली फिल्मको लागि चाहिँ सरकारले नै सपोर्ट गर्यो भने त विदेशीहरू पनि त नेपालमा आएर सुटिङ कति गरिरहेछन्, इङ्ग्लिस फिल्महरू गरिरहेछन्, कति गरिरहेछन्। एउटा नेपाल त एउटा हब हुनसक्छ नि, एउटा सुटिङको लागि हुनसक्छ। यति राम्रो राम्रो चिजहरू सरकारले त्यो चिजमा चाहिँ राम्रोसँग चासो दिएर नेपाली फिल्मलाई चाहिँ राम्रो गर्यो भने सरकारलाई पनि राम्रो, यहाँको मान्छेलाई पनि राम्रो, कलाकारलाई पनि राम्रो। यो चिजमा चाहिँ अलिकति सोच्नुपर्छ जस्तो लाग्छ सरकार। पहिला पहिला मलाई याद छ क्या दाइ, अब तपाईँ हामीहरू त लगभग भनौँ न, हामी त नभनौँ भन्छ तपाईँ तपाईँ जस्तो तपाईँ लगायत अन्य धेरै चाहिँ कलाकारहरू हुनुहुन्छ। यो एउटा यो सिस्टमबाटै हो कि फेरि हामीले मुभी चलेन, नराम्रो मुभी बन्यो भन्छ। तर त्यो सबै के अरे लास्टमा चाहिँ जोडिने सिस्टममै हो नि त दाइ होइन। सिस्टम गतिलो नभएको कारणले गर्दाखेरि कस्तो कस्तो ट्यालेन्टेड कलाकारहरू पनि तपाईँको चाहिँ वैदेशिक रोजगारीको लागि पलायन हुनुभएको होइन। मलाई चित्त दुखेको चाहिँ क्या दाइ एउटा म ठ्याक्क अब भनिहालौँ, राजवल्लभ कोइराला होइन। मलाई एकदमै सम्भावना बोकेको जस्तो लाग्थ्यो क्या त्यो बेलामा। उसको मुभी त्यो के पो थियो, अपवाद भन्ने एउटा मुभी मैले हेरेको थिएँ। एकदम त्यो चाहिँ राम्रो मुभी बनाएको थियो क्या दाइ। दाइले हेर्नुभयो कि भएन होइन। अनि अहिले राजवल्लभ त अमेरिका हुनुहुँदो रहेछ होइन। सरोज खनाल दाइ त्यो बेलादेखिको होइन, सारङ्गा श्रेष्ठ होइन लगायतका त्यो बेलाको चाहिँ दिग्गज कलाकारहरूदेखि लिएर र तपाईँहरूको एरामा आएर चाहिँ एकदमै सम्भावना बोकेको कलाकारहरू चाहिँ त्यसरी चाहिँ वैदेशिक पलायन हुँदै गर्दाखेरि अनि नेपाल सरकारमा चाहिँ मैले भन्न खोजेको जस्तै तपाईँको यो के अरे हाम्रो अध्यक्ष चलचित्र विकास बोर्डको अध्यक्ष, त्यो त पोलिटिकल अपोइन्टिज हो नि दाइ होइन। अनि उसको काम चाहिँ के हो दाइ? कुर्सी तताउने भत्ता पचाउने मात्र? अब मेन कुरा विकास बोर्डमा एउटा सीमित बजेटहरू छुट्याइदिएको हुन्छ। त्यो बजेटले कति काम गर्ने भन्ने एउटा त्यो हुन्छ। तर उनीहरूको पनि हात चाहिँ हुन्छ, किनभने जति बजेट दिएको छ र जति क्राइटेरिया छ त्यतिमा पनि धेरै कामहरू गर्न सक्छ। तर जहाँसम्म लाग्छ पहिलाको तुलनामा अहिले दिनेश ऋषि हुनुहुन्छ, उहाँले चाहिँ केही गर्न खोजिरहनु भएको जस्तो लाग्छ होइन। तर पहिला त कता तपाईँको त्यहाँ आएको बजेटहरू, अब त्यहाँ आएको चिजहरूलाई पनि सही सदुपयोग गर्न नसकेर कतिपय बजेट त त्यतिकै फ्रिज हुने स्थिति पनि हुन सक्थ्यो। अब अहिले चाहिँ अब दिनेश ऋषि आएपछि केही नेपाली फिल्महरूलाई अलिकति चलायमान हुन्छ नि, अलिकति अब नेपाली फिल्म बुझेको मान्छे रहेछ है भन्ने खालको भान चाहिँ भएको छ होइन। तैपनि त्यति चिजले मात्रै पर्याप्त हुँदैन। यसको लागि त सेन्ट्रल गभर्मेन्टले नै अट्याक गर्नुपर्छ कि उनीहरूले नै राम्रो यो खालको चिजहरू जस्तै विज्ञ फिल्म लाइनमा के चाहिएको छ र फिल्म लाइन के गर्दा राम्रो हुन्छ भनेर विज्ञबाट सुझाव लिएर त्यो सुझावलाई चाहिँ नेपाल सरकारले चाहिँ अब लागू गर्न सक्यो अथवा त्यो चिजहरू चाहिँ गर्यो भने चाहिँ बल्ल अलिकति चाहिँ नेपाली फिल्म चाहिँ बामे सर्छ होला। नत्र भने अहिले नेपाली फिल्महरू चाहिँ अगाडि बढेको भनेको निर्माता, निर्देशक, कलाकार यिनीहरूको जोड बलले नै हो। किनभने
अहिले अब नेपाली फिल्महरूमा चाहिँ पहिलाको तुलनामा अहिले चाहिँ अब अलिकति राम्रो फिल्महरू बन्न थाल्यो, मार्केट पनि अलिकति फराकिलो हुन थाल्यो। सबभन्दा पहिलो कुरा त नेपाली फिल्म नेपालीले हेर्ने बानीलाई नै बसाल्नु नै सबभन्दा ठुलो चुनौती छ होइन। त्यो चिजहरू पहिला सुरुमा त्यो वातावरण सिर्जना गर्नु पर्यो। के गर्दाखेरि चाहिँ नेपालीले नेपाली फिल्म चाहिँ हेर्न छुटाउँदैनन् होइन। विदेशी फिल्म भन्दा नेपाली फिल्ममा आकर्षित कसरी हुन्छन् भन्ने कुरा त त्यो त हामीले नै दिने प्रडक्टले भर पर्छ कि हामीले राम्रो प्रडक्ट दिन सक्यौँ भने नेपालीले फिल्म हेर्छ, राम्रो दिएन भने त इभन तिमीले पनि हेर्दैन, मैले पनि हेर्दिनँ होइन। त्यसको लागि चाहिँ हामीले कसरी दिन सकिन्छ त्यसमा चाहिँ होमवर्क गर्नु पर्यो। त्यसको लागि चाहिँ अब क्वालिटी मेन्टेन गर्नुपर्छ कि स्क्रिप्टमा काम गर्नुपर्छ कि राम्रो चिजहरू दिनु पर्यो। त्यो दिइसकेर हलमा गइसकेपछि बल्ल नेपाली फिल्मको लागि त्यसमा पनि गभर्मेन्टले सपोर्ट गरिदियो भने अनिखेर सुनमाथि सुगन्ध हुन्छ र एउटा खालको इन्डस्ट्री चाहिँ जहिले पनि चलायमान भयो। ओके, अनि यो फिल्म सिटी बनाउने भनेर यो बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले एकपल्ट भन्नुभएको थियो। तपाईँलाई यो कुरा कतिको थाहा छ होइन? यो भैरव डाँडामा चाहिँ भैरव डाँडा लगायत लालझाडीको एरिया, सिङ्गै एरिया, ठुलो एरिया छ नि त, त्यहाँनिर चाहिँ फिल्म सिटी निर्माण गर्ने भनेर एउटा चाहिँ प्रपोजलहरूको पनि तयारीसम्म पुगिसकेको कुराहरू थियो होइन। नेपाल गभर्मेन्टमा अहिले चाहिँ फिल्म सिटी चाहिँ कुराहरू कस्तो उठ्या छ कि छैन दाइ? के छ मतलब यतापट्टिबाट हाम्रो पट्टिबाट? यता उठाइरहेको हुन्छ अब बेला बेला। मेन कुरा त्यही नै हो, अब कुरा उठाउँछ, गभर्मेन्टले त्यसलाई चाहिँ सिरियसली लिइदिरहेको हुँदैन। अब अहिले पनि दोलखामा बन्ने भनेर त्यही जमानादेखि भइरहेको, दोलखामा जग्गाहरूदेखि लिएर सबै कुराहरू भइरहेको। अब कुरा भइरहँदा पनि स्पिडली काम भएको छ कि छैन त्यसमा भर पर्छ। अब मेन कुरा ताकेता गरेर त्यो चिज चाहिँ अगाडि बढाउनु पर्छ भनेर अब एउटा सानो आश्वासनको लागि नेताहरूले भाषणको लागि चाहिँ हामीले यो गरेका छौँ त्यो गरेका छौँ भनेर त सबैले भन्छ, तर वास्तवमा काम भएको छ कि छैन भनेर छैन। अब मेन कुरा त्यही चिज, अब रिजल्टै छैन। अब तपाईँको कुरा त गरिरहेको त्यो चिजले मात्र भएन, अब कामै हुनु पर्यो, त्यही नै हो। अनि दाइ मैले अर्को एउटा कुरा, जस्तै पछिल्लो समय यति मतलब पछिल्लो समय होइन, अहिले त अझ कम नै भएको छ। अहिले त अझ क्वालिटीको मुभीहरू नै आउँछ होइन, बजार पनि त्यस्तै मुभीहरूले पाइरहेको छ। तर केही समय अगाडि चाहिँ तपाईँको यस्तो अश्लील मुभीहरू आउन थालेको थियो कि हलमै प्रदर्शन हुने गरेर होइन। म नाम चाहिँ लिन चाहन्न। त्यो सेन्सर बोर्ड छ नि जुन दाइ, हाम्रो सेन्सर बोर्ड चाहिँ कसको मातहतमा हुन्छ र त्यसको काम चाहिँ मतलब कसरी निर्धारण हुन्छ दाइ? मैले त्यो अलिकति कुरा बुझ्न खोजेँ। जस्तै तपाईँको अस्ति भर्खरै एउटा त्यो के अरे लाली बजारलाई सेन्सर बोर्डले अदालतबाट रोकेको हो र सेन्सर बोर्डबाट पनि होइन त्यसलाई रोकेको, सेन्सर बोर्डले पास गर्यो, पास गरेर अदालतबाट रोक्यो। यस्तो छ कि हाम्रो कानुन बाजिएको भनौँ अथवा के हो यो कुरा चाहिँ अब राम्रैसँग अध्ययन गर्नुपर्ने छ। अब कुनै पनि चिजहरू जस्तै कुनै पनि ठाउँमा जस्तै सेन्सर बोर्ड भनेको सरकारकै एउटा खालको प्रतिनिधित्व गरेर बस्ने मान्छे हो र भोलि खराब चिज र समाज भड्काउने खालको चिज चाहिँ हलमा जान्छ कि जाँदैन भनेर एउटा रोक्ने एउटा ठाउँ हो होइन। एउटा सेन्सर भनेकै त्यही हो। त्यसले सेन्सर गरिसकेपछि त्यसले नराम्रो चिज छ भने त्यसले त्यहीँ रोकिदिन्छ। अब नराम्रो चिज छ भने त्यसलाई हटा भनिदिन्छ, अथवा हटाएर तैँले यो हटाएर चाहिँ बल्ल तैँले प्रदर्शन गर्न पाउँछस् भनिदिन्छ। अब त्यो भनिसकेपछि अब भोलि मान्छेले जब सेन्सरले हेरिसकेर यो यति चिजले चाहिँ समाजमा केही पनि फरक पर्दैन भनिसके सक्यो कि त्यो चिजलाई धेरै मान्छेले चाहिँ अदालत भए पनि जे भए नि अब के भने अदालतले सेन्सर मान्दिन भन्नु पर्यो होइन। अब सेन्सरले जब एउटा टिमले निर्णय गरिसकेपछि त्यो चिजलाई पनि एउटा अब कसैले रिस रागमा मुद्दा हालिदिने, कसैले रिस उठेको भरमा मुद्दा हालिदिएको भरमा यो चिज त तपाईँको भोलि त विभिन्न खालको विकृतिहरू आउँदै जान्छ नि। अब त्यो लाली बजारकै केसमा पनि वादी समुदायहरूको एउटा समस्या, वादी समुदायहरूको प्रब्लमको बारेमा उनीहरूले रिसर्च गरेर वादी समुदायहरूसँग भेटेर यो हाम्रो खालको स्टोरी चाहिँ तपाईँहरूले धेरै परापूर्व कालदेखि चलिआएको स्टोरीलाई तपाईँहरूले चाहिँ अहिले यसरी उतारिदिनु भयो, हामी एकदम खुसी छौँ भनेर उनीहरूको टिमहरूसँग बसेर मजाले त्यो चिज अप्रुभ गरिसकेपछि बल्ल सुटिङमा गयो होइन। सुटिङमा गइसकेपछि फेरि त्यसपछि तपाईँको सेन्सर हेऱ्यो, सेन्सरमा हेर्दाखेरि वादी समुदायको मान्छेहरू पनि राखेर हेऱ्यो, सबै कुरा गरिसकेपछि फ्याट के भइदियो तपाईँको अदालतमा मुद्दा परिसकेपछि अदालतले के भन्यो, अब यो रोक्नु भन्यो। अब यहाँ समस्या के भइदियो,
अब सेन्सर कि म मान्दिनँ भन्नु पर्यो अँ, यो सेन्सर बोर्डै चाहिएन नि त हो आखिर सेन्सरले नै काम नगर्ने भइसक्यो सेन्सर किन चाहियो हो सेन्सरले मजाले प्रदर्शन गर भन्ने अदालतले रोक्ने भन्ने भनेपछि यो दोहोरो चरित्र छ कि यो चिजले गर्दाखेरि चाहिँ नेपाली फिल्मलाई भोलिको दिनहरूमा ठुलो खालको विकृति आउन सक्छ यो चिजमा चाहिँ अब के अरे हाम्रो सरकार हरेक अब नीति निर्माण गर्ने मान्छेहरू पनि यो चिजमा सचेत चाहिँ हुनुपर्छ भोलि सेन्सरले ओके गरिदियो भोलि मैले फिल्म बनाउँला एकजना मलाई रिस उठेको मान्छे आएर एउटा निवेदन लेखेर चाहिँ मुद्दा हालिदियो भोलि चाहिँ सेन्सरले पास गरेको फिल्म तपाईँले रोक्नुहोस् भनेर अदालतले भन्ने हुँदा म त डुबेँ हो मैले सरकारवालासँग कुरा गरेँ सबैसँग कुरा गरेँ सबै चिज भइसक्दाखेरि पनि मेरो फिल्म डुब्छ भने त यो विकृतिले त भोलि त अब यसलाई मात्रै होइन सबैलाई दुःख दिन्छ नि त हो यो फिल्मलाई मात्रै कुरा भएन अब भोलि हुन त अब अदालतले त्यो चिजलाई पछि सच्यायो अब निर्णय गर्नुपर्छ भनेर सच्यायो भोलि निर्विवाद चाहिँ तपाईँको प्रदर्शन हुन दियो एउटा राम्रै भयो र हामीले मान्नुपर्ने कुरा चाहिँ के हो भने सेन्सर बोर्ड हो सेन्सर बोर्डले नै बरु त्यही बेलामा रोकिदियो भने कम्तीमा मान्छे सचेत हुन पायो र त्यो त्यत्रो लगानी भएको फिल्म त डुब्न त पाएन नि हो मान्छेको त त्यहाँ त काम गर्ने चाहिँ विभिन्न खालका प्राविधिकहरू छन् दुनियाँ छन् त्यो सिङ्गो एउटा लाली बजार मात्रै अथवा कुनै एउटा फिल्म मात्रै होइन त्यसमा त कयौँ मान्छेहरू जोडिएका हुन्छन् कुनै एउटा व्यक्तिको आवेग एउटा रिसले गर्दाखेरि त्यो चिज सबै नष्ट गर्ने त राम्रो हो त्यही ठिकै छ दाइ अब एउटा अलिकति व्यक्तिगत कुरा सोध्छु दाइ तपाईँले खोल्न चाहनु भएन भने त्यसमा पनि माइन्ड छैन ओके नै छ दाइको पारिश्रमिक के हो एउटा मुभी गर्नुभएको दाइले कति लिनुहुन्छ ट्याक्कै यस्तो मैले अहिले तत्काल यदि नै पारिश्रमिक भनेर यस्तो केही छैन म आफू खुसी हुनलाई काम गर्ने हो त्यसमाथि पनि अब पारिश्रमिक आफ्नो एउटा क्यारेक्टर हेरेर हुन्छ जस्तै मैले अब कति कुन खालको क्यारेक्टर गरेको एज अ हिरो मैले काम गरेँ भने त्यही अनुसारले पारिश्रमिक हुन्छ त्यसमाथि पनि अहिले नेपाली फिल्महरूमा त पारिश्रमिक त सोचेको भन्दा राम्रो पनि छ होइन अब सोचेको भन्दा राम्रो पनि छ अब पहिला जस्तो फेरि यस्तो पनि छ जस्तै मैले कोही डाइरेक्टर चिनेको भरमा र कोही मेरो दाई भएको भरमा भाइ भएको भरमा अथवा मेरो साथीले फिल्म बनाएको भरमा कोही कलाकार हुन्छु भन्ने जमाना चाहिँ गयो ट्यालेन्ट नै चाहियो अब त त्यो मान्छेले काम गर्नै पर्यो त्यसले राम्रो काम देखाउनै पर्यो चाहे त्यसले अडिसन दिएर हुन्छ कि के गरेर हुन्छ कि त्यसले काम देखाउँछ र त्यसले काम देखाए बापत चाहिँ त्यसले आफूले भने अनुसारको राम्रै पारिश्रमिक पाएर जान्छ यसमा चाहिँ म अहिलेको जेनेरेसनमा चाहिँ त्यो अहिले एकदमै धेरै देखाएको अब मलाई अब कुनै दिनमा चाहिँ अब कुनै खतरा एक्टर हुन्छ अब म नन एक्टर भएँ भने म आफै टिक्न सक्दिनँ नि त्यहाँ म यदि प्रिपेयर भएर गइनँ भने म आफैलाई लाज हुन्छ म खतरा काम गर्नेसँग त आफू नै खतरै हुनु पऱ्यो नि त्यहाँ त त्यो डाइरेक्टरले चाहिँ त्यस्तो खालको नमिल्ने खालको चिजहरू भयो भने त तिनीहरूले एक्सेप्टै गर्न सक्दैन डाइरेक्टर आफ्नो करियरको कुरा आउँछ यत्रो कम्पिटिसन छ त्यसले गर्दा अहिले अब यो कुनै पनि कलाकारले पारिश्रमिक जहाँसम्म लाग्छ यस्तो मेरो यति उति भनेर डिमान्ड गर्नै पर्छ राम्रो पारिश्रमिक आउँछ मेघौलीबाट कति पाउनु हो मेघौलीबाट मलाई राम्रै भएको थियो मलाई राम्रै भएको थियो खुसी तर मुभी पनि दाइको चाहिँ मेहनत चाहिँ देखाएको थियो है मुभीमा होइन ठिकै छ मैले इन्जोय नै गरेको थिएँ त्यो किनभने मेरो कामको इन्जोय मैले गरेको थिएँ हुन्छ नि अब पहिला काम गर्नु र यसमा काम गर्नुमा फरक पनि थियो किनभने अलिकति मैले आफूले काम गर्दा मलाई मजा लाग्यो अनि आजकल अहिले त्यो मुभीहरूमा कास्ट गर्दै गर्दाखेरि अडिसन लिने चलन छ र नेपालमा अहिले प्राय मान्छेहरूले अहिलेकोले लिन्छ अब लुक टेस्टहरू हुन्छ वर्कसप राम्रै हुन्छ राम्रै हुन्छ अहिले राम्रै चलेको कलाकारहरूको पनि लुक टेस्टहरू हुन्छ होइन राम्रै हुन्छ अब कतिपय चलेको कलाकारहरूले पनि लुक टेस्ट गरेर राम्रै तरिकाले अहिले अब त्यो पहिला फलानलाई ल्याउन तिलानलाई ल्याउनु भन्ने त्यो जमानाबाट चाहिँ एक स्टेप माथि आइसक्यो ओके ल दाइ के छ दाइको त अब लाखौँको सङ्ख्यामा फ्यान फलोइङहरू हुनुहुन्छ धेरैजनाले दाइलाई मन पराउनुहुन्छ र दाइको न्यू प्रोजेक्ट चाहिँ कतिजनाले पर्खेरै पनि बसिरहनु भएको हुन्छ इन्क्लुडिङ मी म पनि त्यसमा पर्छु होइन के छ दाइ नयाँ प्रोजेक्ट के छ र चाहिँ तपाईँको फ्यानहरूलाई दिनुहुने म्यासेज दाइको अन्तर्मनबाट के छ अब सायद म गरि नै रहन्छु होला फिल्म अब
सबैको लागि अब आउँछ, म केही न केही त गरि नै रहन्छु। अब मेरो अहिले रिसेन्टली आउनु लागेको चाहिँ एउटा म्युजिक भिडियो छ, जुन तिमीलाई पनि मन छ भन्ने, त्यही रवि लामिछानेको रवि भन्नु। लामिछानेको, तिमीलाई पनि मन छ मलाई पनि मन छ भन्ने एउटा त्यो गीत छ, उहाँले लेख्नुभएको गीत, दिवस किशोर भट्टराईले गाउनु भएको। अब त्यही नै हो, अब गर्दै जान्छु बिस्तार बिस्तार, अब आफू इन्जोय गरिरहेको छु, हेरौँ अब थाहा भइहाल्छ। हुन्छ दाइ, दाइको अमूल्य समय दिनुभयो हामीलाई, चहल पहल टिमलाई। यो ल, समयको लागि विशेष मलाई धन्यवाद। मलाई पनि अब यो चहल पहलमा एकछिन भए नि भाइहरूसँग चहल पहल गर्नु पाएँ। हजुर। मलाई पनि चहल पहलै महसुस भएको छ। अँ, तिमीहरूको यो खालको गरेको देख्दा म एकदमै धेरै खुसी पनि लागेको छ, किनभने हेटौँडामा हाम्रो यो हेटौँडा जहाँ गए पनि एकदमै याद आइरहन्छ। म काठमाडौँ गए भने कति बेला हेटौँडा आउँ जस्तो लाग्छ। अनि त्यसले गर्दा नि यो हेटौँडामा यो चिज चाहिएको पनि थियो, हजुर। जुन भाइहरूले गरेको छ। अब उर्गेन, अब मेरो भाइहरू, अब तिमीहरू सबैजनाले गरिरहेको छौ, यसको लागि एकदम अहिलेदेखि नै धेरै धेरै अग्रिम शुभकामना र धेरै राम्रो गर्दै जाऊ। मेरो तर्फबाट यो दाइले गर्नुपर्ने चिजहरू, साथ सहयोग सधैँ निरन्तर भइ नै हाल्छ। तिमीहरूको लागि अल द बेस्ट, र पछि पछि पनि हामी भोलि चिया खाँदा नि गफ भइहाल्छ। यो त एउटा दाजुभाइको यसो गरौँ न गफ भन्ने हो, अरू बेला नि भेट भइहाल्छ। ठिक छ, त्यही शुभकामना। थ्याङ्क यू, धेरै धेरै थ्याङ्क यू सो मच दाइ, धन्यवाद। थ्याङ्क यू। ओके, प्याक अप।